शिक्षा मन्त्रालयले देशभरको विद्यालयहरूलाई निर्देशन दिएको छ। एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीबाट पटक पटक भर्ना शुल्क नलिनु र मन्त्रालयले शैक्षिक सत्र सुरु हुनु अघि विद्यार्थी भर्ना नगर्न र अग्रिम शुल्क नलिन पनि निर्देशन दिएको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आर्जु राणा देउवा विरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पूर्जी जारी गरेको छ। यो कदम गैर कानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा भएको हो। उच्च स्रोतका अनुसार अदालतले पक्राउ पूर्जी दिइसकेको भए पनि देउवा दम्पति नेपालमा नभएर पक्राउ हुन भने सकेका छैनन्। हाल उनीहरू विदेशमा रहेको खुल्न आएको छ। गृहमन्त्री सुदन गुरुङले काभ्रे पलाञ्चोक स्थित रोशी खोलाको स्थलगत निरीक्षण गर्दै विपद व्यवस्थापन द्रुत उद्धार प्रणाली आवश्यक रहेको बताएका छन्। मंगलबार गृहमन्त्री गुरुङ आफ्नो टोली सहित रोशी खोलाको स्थलगत निरीक्षणमा गएका थिए। उनले भनेका छन्, अबदेखि विपदको समयमा सडक अवरुद्ध भएर उद्धार रोकिने छैन। हेलिकप्टरको प्रयोग गरेर उद्धार कार्य छिटो गरिने पनि बताएका छन्। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आर्जु राणा देउवा विरुद्ध इन्टरपोल मार्फत नोटिस जारी गर्ने प्रक्रिया सुरु भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अदालतबाट पक्राउ पूर्जी लिएर देउवा दम्पति विरुद्ध प्रहरी प्रधान कार्यालय मार्फत अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलबाट खोजी प्रक्रिया अघि बढाएको हो। देउवा दम्पति भने हाल हङकङमा रहेको तथ्य अध्यागमन विभागबाट प्राप्त भएको छ। दार्चुलाको दुमलिङ क्षेत्रमा झोलुङ्गे पुल शिलान्यास गर्ने क्रममा संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ भावुक बनेका छन्। कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनी थरथरी रोएका थिए। स्थानीय बासिन्दाले लामो समयदेखिको माग अनुसार पुल निर्माण प्रक्रिया अघि बढ्दा आफू भावुक भएको साम्पाङले बताएका छन्। दार्चुला पुग्दा साम्पाङलाई भव्यताका साथ स्थानीयले स्वागत पनि गरेका थिए। सरकारले पेट्रोल डिजेल र मट्टीतेलको आयातमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा 50% छुट दिने निर्णय गरेको छ। यो निर्णयसँगै पेट्रोल डिजेल र मट्टीतेलको मूल्यमा उपभोक्तालाई राहत मिल्ने अपेक्षा गरिएको छ। तपाईहरुलाई सरकारको यो निर्णय कस्तो लाग्यो कमेन्ट गर्न भने नभुल्नुहोला।